जयमसी, नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रलाई र गुड न्यूज एफएम युट्युब च्यानल हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकलाई कार्यक्रम नारी आवाज लिएर म ज्ञान उपस्थित भइसकेकी छु र तपाईहरुले हामीलाई सुनेर हेरेर साथ दिइरहनु भएको छ। फेरि पनि स्वागत भन्न चाहन्छु र प्राविधिक मित्रलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी गर्दै आइरहेका छौं। यसो भन्दैमा तपाईहरु नारीहरुको लागि मात्रै रहेछ भन्ने चाहिँ नसोच्नु होला, किन भन्दा यो कार्यक्रम चाहिँ नारी पुरुष दुवैजनाको लागि नै हो। परमेश्वरले सृष्टि गर्दा नै हामीलाई नारी पुरुष दुवै गरेर नै सृष्टि गर्नु भएको छ र यसको उद्देश्य भनेको चाहिँ नारीले चाहिँ आफ्नो अस्तित्वलाई बुझ्नुपर्छ है, नारीले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ भन्ने एउटा विशेष फोकसको साथ हामीले गरिरहेका छौं। यसमा एउटा पुरुषको लागि पनि महत्त्वपूर्ण किन छ भन्दाखेरि चाहिँ अघि मैले भनिसकेकी छु, परमेश्वरले सृष्टि गर्दा नै नारी र पुरुष गरेर सृष्टि गर्नु भएको कारणले गर्दा एउटा नारी कसैको आमा हुन् हैन, कसैको बहिनी, दिदी, श्रीमती, जे होस् एउटा न एउटा सम्बन्ध एउटा नारीसँग पुरुषको पनि छ र पुरुषसँग नारीको पनि छ। त्यो कारणले गर्दा तपाईहरु सम्पूर्णलाई नारी पुरुष जो जतिजनाले सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, एकदमै स्वागत भन्न चाहन्छु। तपाईहरुले यो कार्यक्रमलाई सुनेर हेरेर पनि साथ दिइरहनु भएको छ, एकदमै राम्रो प्रतिक्रियाहरु पनि दिइरहनु भएको छ। यहाँहरुलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु। र कस्तो सुनिरहनु भएको छ अनि तपाईहरुलाई कस्तो लागिरहेको छ नारी आवाज, तपाईहरुले बताइदिन पनि सक्नुहुन्छ। हामीलाई फेसबुकमा गएर कमेन्ट पनि गर्न सक्नुहुन्छ अथवा युट्युबमा गएर तपाईले कमेन्ट पनि गर्न सक्नुहुन्छ। रेडियो मार्फत सुन्दै हुनुहुन्छ भने तपाईहरुले हामीलाई 4770-754 मा पनि फोन गरेर सरसल्लाहहरु, सुझावहरु, उत्साहहरु दिन सक्नुहुनेछ। र गुड न्यूज एफएम को प्रसारमा हुनुहुन्छ तपाईहरु, म ज्ञान उपस्थित भइसकेकी छु र म कहिलेकाहीँ चाहिँ तपाईहरुको बीचमा एक्लै पनि आएर तपाईहरुलाई उत्साह दिँदै आइरहेकी छु र कहिलेकाहीँ चाहिँ विभिन्न व्यक्तित्वहरुसँग रहेर कुराकानी गर्ने गर्दछु नारी आवाजमा। आज पनि मसँग एकजना पाहुना हुनुहुन्छ, उहाँको विषयमा म तपाईहरुलाई बताउने नै छु र आज म पाहुना सहित आएको कुरा तपाईहरुलाई जानकारी गराइसकेकी छु र ढिला नगरिकन आजको पाहुनाको विषयमा केही कुराहरु बताउन चाहन्छु। उहाँ हुनुहुन्छ समिता तण्डुकारज्यू र न्यू रोडमा उहाँको बसोबास छ र कोइनोनिया पाटनमा चाहिँ संगति गरिरहनु भएको छ र तपाईहरुले कतिजनाले चिन्नु पनि भएको छ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ गुड न्यूज एफएम लाई लगभग 15-16 वर्षदेखि उहाँले सुनिरहनु भएको छ निरन्तर रूपमा। यति मात्रै होइन, उहाँले गुड न्यूज एफएम को निम्ति प्रार्थना गर्नुहुन्छ, गुड न्यूज एफएम को निम्ति मुठी फुकाएर पनि सहायता गरिरहनु भएको छ। हामी गुड न्यूज एफएम परिवार उहाँप्रति एकदमै आभारी छौं र उहाँसँग लामो समयदेखि हामीले कुराकानी गर्ने जमर्को गरिरहेका थियौं। परमेश्वरले यो समय चाहिँ हामीलाई जुटाउनु भएको छ। म एकदमै खुसी छु व्यक्तिगत रूपमा पनि र तपाईहरु पनि आजको उहाँसँगको कुराकानीमा खुसी हुनुहुनेछ भन्ने मैले आशा लिएकी छु। र अर्को परिचय चाहिँ उहाँ व्यवसायी हुनुहुन्छ। 22-23 वर्षदेखि चाहिँ आफ्नै व्यवसाय उहाँले न्यू रोडमा चाहिँ गरिरहनु भएको छ। तपाईहरुले क्रिसमसको टाइममा उहाँको शुभकामना मार्फत उहाँको व्यवसायको विस्तृत जानकारीहरु पनि थाहा पाइरहनु भएको छ होला। अझै जानकारी हामी गराउने नै छौं। आउनुहोस् हामी उहाँलाई ढिला नगरिकन स्वागत गर्नेछौं। समिताजी स्वागत छ। जयमसी। हजुर आरामै हुनुहुन्छ? ठीक छु। हजुर, मैले तपाईको छोटो चाहिँ परिचय गराएकी छु, हजुरले पनि परिचय दिनुहोस् न छोटो। जयमसी गुड न्यूज एफएम परिवारलाई आज धेरै खुसी छु। म न्यू रोडबाट आएको, मेरो नाम समिता तण्डुकार, मेरो मण्डलीको नाम कोइनोनिया मण्डली पाटन। हजुर, आज धेरै प्रभुले यो समय दिनुभयो, यो साथ दिनुभयो, धेरै खुसी छु। हजुर एकदमै धेरै धन्यवाद। व्यवसायी भन्ने बित्तिकै एकदमै व्यस्तता हुन्छ नि त हैन, त्यो व्यस्ततालाई छोडेर पनि हाम्रो निमन्त्रणालाई स्वीकारेर आइदिनु भएको छ। फेरि पनि हृदयबाट धन्यवाद दिन चाहन्छु। र केमा व्यस्त हुनुहुन्छ हिजो आज? हुन त व्यवसाय त छँदै नै छ, एकदमै व्यस्तता चाहिँ केले गराउँछ हजुरलाई? प्राय भन्नु पर्दाखेरि घरकै काम नै भनौँ है, अलिकति अब गृहिणी पनि हो, घरकै परिवारमा नै व्यस्त नै छु भन्नु पर्यो। अनि एउटा सानो व्यवसाय छ, त्यसमै म त लागिरहेको छु। हजुर हजुर, पक्कै पनि सानो भन्नुभयो र पनि ठुलै व्यवसाय हो नि हैन? 22-23 वर्षदेखि निरन्तर गरिरहनु भएको छ र व्यवसायमा अनि शुभकायमा व्यस्त हुनुहुन्छ। यो कुरालाई त हामी जोड्ने नै छौं। अहिलेका कुराकानी गर्नलाई हामी पहिलाका कुराकानी गर्ने गर्छौं। सुरुवाततिर हामी जाउँ हैन? अब अघि मैले भने काठमाडौँमै जन्मिनु भएको, हुर्किनु भएको
र कस्तो थियो तपाईँको जन्म, कहाँ भयो होइन, बालापन कस्तो थियो, अनि कसरी चाहिँ तपाईँले प्रभु पाउनुभयो, अलिकति पहिलाको कुरा गरिदिनुहोस् न। मेरो जन्म खास ललितपुरमा हो, ललितपुरमा जन्मेको। अनि मेरो बुवाको नाम पूर्ण व्यञ्जनकार, आमाको नाम पुनमाया व्यञ्जनकार। म आमा र बुवाको कान्छी छोरी, 4-5जना दिदीबहिनी अनि 1जना दाइ हुनुहुन्छ। हजुर, नेवारी परिवारबाट बिलङ गर्नुहुन्छ होइन। जस्तो यो तपाईँ नेवारी परिवारबाट हुनुहुन्छ, हुन त अहिलेको समयमा नेवारी समुदायबाट पनि थुप्रै प्रभुमा आइसक्नु भएको छ। अहिले होइन, पुरानो एउटा इतिहास नै छ, तर पनि एउटा भनाइ छ नेवारी समुदायको व्यक्तिहरूलाई चाहिँ अलिकति आफ्नो कल्चरहरूमा अलिकति चाहिँ बाहिर आउनलाई गाह्रो छ भन्ने कुरा। कसरी चाहिँ हजुरले प्रभु पाउनु भयो, कसरी यो ख्रिस्टसँगको यात्रा कसरी सुरु भयो हजुरको? मैले प्रभु जन्मैदेखि त प्रभु मैले पाएको थिएन। म अब भन्नु पर्यो भने मेरो श्रीमान बिमारी भएको थियो, 2064 सालमा उहाँ बिमारी भएको थियो। अनि त्यही कारणले मैले पाएँ प्रभुलाई। र मैले त्यो प्रभु पाएको पनि मेरो दिदी मार्फतबाटै भन्नुभयो। मेरो 5जना दिदीबहिनीमा मेरो माइली दिदी, मेरो दिदीबाट नै मैले प्रभुलाई पाएँ। अनि श्रीमान बिमारी हुँदाखेरि म यति डिप्रेसन नै भएको जस्तो लागेको थियो कि मलाई चाहिँ, कसरी अब श्रीमानलाई निको पार्ने, त्यसमा चाहिँ मेरो एकदमै ध्यान गयो। अब म त विश्वासी थिएन त्यो बेला, अनि अब बिमारी हुनुहुन्थ्यो। अनि श्रीमान चाहिँ जति त्यो औषधि गरे पनि नछुने कि। खासमा के भएको थियो उहाँलाई? उहाँलाई चाहिँ त्यो मेजर अपरेसन भन्दाखेरि हाम्रो सायद यो एपेन्डिक्स थियो। अनि त्यो पनि निको भयो भने हामी हस्पिटलबाट गयौँ। घरमा गएपछि उहाँलाई फेरि पेट दुख्ने स्टार्ट भयो कि। अनि त्यो पेट दुखाइ त्यो झन्झन बढ्दै गयो। पछि फेरि हामी हस्पिटल गयौँ। अनि दोस्रो फेरि अपरेसन नै गर्नु पर्यो, उहाँको मेजर अपरेसन त्यो आन्द्राकै एकदमै ऊ भयो। त्यो गरेर पनि उहाँलाई भएन कि, त्यो औषधिले त उहाँले छुन्दै छैन। मेरो श्रीमान बिमारी हुनुहुन्छ, म के गर्ने? अनि दिदीलाई सोधेँ मैले, दिदी के गर्ने? अब तपाईँ पो विश्वासी, म त यस्तो विश्वासी भएन। अब म यस्तो अब वैद्यहरूलाई लिएर आउने कि के गर्ने भन्दाखेरि दिदीले चाहिँ पर्दैन, किन ल्याउने, त्यस्तो तिमी प्रभुलाई विश्वास राख, प्रभुलाई अगाडि राख भनेर उहाँले भन्नुभयो कि। अनि दिदीको कुरामा मैले धेरै नै अनि विश्वास मैले गरेँ। साँच्चै प्रभुले त्यो मलाई यति आत्मबल के, मलाई यति ताकत दिनुभयो कि अब चाहिँ ल मेरो श्रीमानलाई चाहिँ केही हुँदैन भने मैले त्यो आत्मबल बलियो पार्ने कि साँच्चै। अनि त प्रतिदिन श्रीमानलाई त यति चङ्गाई हुँदै गयो कि। अनि मलाई त यति खुसी भएँ। म त प्रभुलाई त हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु। त्यसरी चाहिँ तपाईँले प्रभुलाई पाउनुभयो, त्यस पछाडि प्रभुलाई पचाउँदै जानुभयो। तर अब तपाईँले अघि भन्नुभयो विवाह गर्नुभन्दा अगाडि त तपाईँले प्रभुलाई पाउनु भएको थिएन। विवाह पश्चात पनि जुन घरमा आउनु भएको थियो त्यो घरमा पनि प्रभुलाई पाएको घर थिएन होइन। पक्कै पनि सहजता त थिएन होला। तपाईँको श्रीमान बिरामी हुनुभयो, त्यो कारणले गर्दा आशा नभएको समयमा एउटा आशा स्वरूप चाहिँ तपाईँले प्रभुमा निको हुन्छ भनेर दिदीको मार्फत चाहिँ प्रभुलाई पाएर उहाँलाई निको हुँदै गए पछाडि चाहिँ प्रभुप्रति विश्वास पनि बढ्दै गयो। त्यस पछाडिको विश्वासी जीवनमा केही कठिनाइहरू, चुनौतीहरू, जस्तो अब तिम्रो श्रीमान निको भइहाल्नु भयो, अब किन लिनु पर्यो, अथवा तपाईँ आफैलाई पनि उहाँ बिरामी हुनुहुन्थ्यो र त मैले यसोलाई पाएँ, अब त ठिकै छ नि, अब छोडिदिन्छु भन्ने केही त्यस्तो आयो कि आएन? तर मेरो मनमा चाहिँ त्यस्तो आएन होइन। मैले चाहिँ प्रभुलाई त एकदमै नै नजिकबाट एकदमै मैले मेरो हृदयमा मैले राखिसकेँ प्रभुलाई है। तर श्रीमानबाट चाहिँ त्यस्तो चाहिँ आयो कि कुरा, अब म निको भइसक्यो नि त, अब नजाऊ, किन जाने, छोडिदेऊ भन्यो कि उहाँले। म चाहिँ छोडिदिएन। मैले चाहिँ अब श्रीमानले भनेर पनि मैले छोडेन कि प्रभुलाई चाहिँ मैले मेरो विश्वासमै म अधीन भएर बसेँ कि। यस्तो मैले अब मलाई जुन अवस्थामा मैले प्रभुलाई पाएँ होइन, अब मेरो श्रीमान निको भयो भनेर मैले छोड्ने त्यो त म गर्नै सक्दिनँ कि। म श्रीमानलाई पनि भने म छोड्दिनँ, म त प्रभुलाई नै विश्वास गरेर म बस्छु भनेर म दिद होइन मेरो एकदमै त्यो उसमा बसेँ कि। म चाहिँ अधिक भएर म त बसेँ। अनि बीचमा हाम्रो अलि झगडा पनि भयो है श्रीमान श्रीमतीमा। तर त्यस्तो उहाँले त्यस्तो कुनै पनि त्यस्तो नराम्रो चाहिँ सोच लिनु भएन कि। पछि हजुरले उहाँको लागि भनेर लिनु भएको कुरा थियो सुरुमा हो। मैले त्यही पनि भने श्रीमानलाई, मैले मेरो लागि हो न तपाईँको लागि भनेर मैले प्रभुलाई विश्वास गरेको। प्रभुले यति चमत्कार काम गर्नुभयो, म कसरी छोड्नु प्रभुलाई, म छोड्दिनँ भनेर मैले श्रीमानलाई पनि सम्झाएँ कि।
प्रभुलाई धेरै धन्यवाद छ। 64 सालतिर भन्नुभयो, अहिले लगभग 18 वर्ष भयो। हजुर, 18 वर्षदेखि तपाईँ प्रभुमा निरन्तर हुनुहुन्छ नि। अब एउटा त अब श्रीमान निको हुनुभयो, जुन प्रकारले तपाईँको दिदीले तपाईँलाई सुनाउनु भएको थियो अनि आशा कतै पनि थिएन र उहाँमा विश्वास गर्दा निको हुनुभयो र त्यसरी जानुभयो। कुनै त्यो समयमा अब तपाईँले बाइबल अध्ययन गर्नु भएको थिएन होला होइन, चर्च पनि जानु भएको थिएन होला, तर कुन कुराले चाहिँ अडिक रहनलाई सहायता गर्यो जस्तो लाग्छ? अडिक रहे भन्नुभयो नि होइन, एउटा त अब उहाँ निको हुनु भएको कारण भयो, अर्को कुरा चाहिँ अब कुनै परमेश्वरको वचनको खण्ड थियो अथवा उहाँ निको हुनु मात्रै कारण थियो अथवा परमेश्वर भला हुनुहुन्छ भन्ने के कारण थियो? म चाहिँ यही परमेश्वर मलाई चाहिन्छ, अब उहाँ नै मेरो परमेश्वर भनेर चाहिँ कसरी चाहिँ त्यो निर्णय गर्न आयो हजुरलाई? मैले बाइबल अध्ययन गरेँ है, मलाई चाहिँ सबै पदहरू एकदमै मलाई मन छुने पदहरू छ कि भजन सङ्ग्रहबाट होइन, सबै अनि हितोपदेशबाट मैले त्योबाट धेरै मैले पाठहरू सिकेँ कि अनि मलाई त अब एकदमै मन छुयो कि म त प्रभु बिना म त बाँच्नै सक्दिनँ। म त साँच्चै मेरो धड्कन भनेकै प्रभु जस्तै मलाई लाग्यो कि अनि मलाई त प्रार्थनाको उत्तर यति आउँछ कि मलाई चाहिँ यति अचम्म लाग्ने, साँच्चै मेरो नजिक त मेरो परमेश्वर हुनुहुन्छ, मलाई हरेक समयमा हरेक साथ दिने परमेश्वर तपाईँ नै हुनुहुन्छ होइन भने मैले प्रार्थना गर्थेँ कि अनि त्यो उत्तर आउँथ्यो। अनि त्यही भएर म त प्रभुलाई त म छोड्नै नछोड्ने भनेर मैले श्रीमानलाई पनि त्यही कुरा बताउँदै अहिले आइरहेछु क्या। अहिले अडिक हुनुहुन्छ अहिले पनि। अर्को कुरा चाहिँ अब हजुर श्रीमानको लागि उहाँ बिरामी भएको कारणले गर्दा मेरो श्रीमानलाई कसरी बचाउँ भन्ने त्यो मोडमा चाहिँ तपाईँले प्रभुलाई पाउनुभयो, तर अहिले 18 वर्षसम्म तपाईँ एकल विश्वासी हुनुहुन्छ होइन, कस्तो लाग्छ हजुरलाई अहिलेसम्म होइन आफ्नो विश्वासलाई थामिराख्नुमा चाहिँ यसमा के रहेछ जस्तो लाग्छ? प्रभुको अनुग्रहबाट नै हो है। प्रभुले यति मलाई सफलता दिनुभएको छ क्या हरेक कुराहरूमा अनि हरेक साथ मलाई दिइराख्नै भएको छ प्रभुले। अब श्रीमानले काम गर्नुहुन्छ त्यो काममा पनि सफलता पाइरहेकै छु है, अनि सबैमा अब घर परिवारमा पनि सबैमा मलाई साथ दिइरहनु भएको छ। अहिले त्यस्तो कुनै रोकावटहरू छैन, सतावटहरू त्यस्तो पनि छैन। अब परिवारहरूले पनि हुन्छ तिमीलाई जुनमा तिमीलाई विश्वास छ आस्था छ त्यसमा गरेको राम्रो छ भन्नुहुन्छ कि परिवारले पनि। अहिले श्रीमानले पनि अब चर्चमा जाँदाखेरि त्यस्तो रोकटोकहरू केही गर्नु हुँदैन, अनि जाऊ समयमै आओ होइन, त्यस्तो राम्रो कुरा राम्रो व्यवहार गर्नुहुन्छ, माया गर्नुहुन्छ। कस्तो राम्रो होइन। जस्तो हजुरलाई अब एकल विश्वासी हुनुहुन्छ, कुनै न कुनै कुरामा त पक्कै गाह्रो पनि हुन्छ होला होइन, कहिलेकाहीँ सोच पनि आउँछ होला मेरो पनि परिवारै प्रभुमा आइदिनु भएको भए हुन्थ्यो भन्ने त्यस्तो लाग्छ होला होइन? लाग्छ, एकदमै लाग्छ। छोरी छ एउटा, अनि छोरीले पनि अब विश्वास गर्न सकिरहेको छैन होइन, अनि म छोरीलाई पनि भन्छु अनि श्रीमानलाई पनि भन्छु प्रभु यस्तो छ होइन, हामीलाई माया गर्ने। हामी त अब जन्मैदेखि त विश्वासी होइन, तर गाह्रो त हुन्छ होइन। अब श्रीमानलाई पनि अलि अप्ठ्यारोपना छ होला सायद होइन, त्यही कारणले पनि कहिलेकाहीँ मनमा आउँछ। थुप्रो आमा दिदी बहिनीहरू दाजुभाइहरू अहिले यो समय गुड न्युज एफएमको प्रसारणलाई सुनेर हेरेर बसिरहनु भएको छ, अनि हजुरले चाहिँ 18 वर्षदेखि एउटा एकल विश्वासलाई पनि एउटा तपाईँको आफ्नो त्यो अडिकले त तपाईँ यहाँसम्म आउनु भएको छ नि त होइन। कतिजना आमा दिदी बहिनीहरू हुनुहुन्छ होला जसले चाहिँ एकल विश्वास पनि गर्न सकिन्छ र अथवा सतावतमा अडिक रहन सकिन्छ र होइन, परिवार छैन, त्यो कारणले गर्दा मैले पनि प्रभुमा निरन्तर दिन सकिन भनेर छोड्न चाहनु भएको अथवा अहिले यो समयमा चाहिँ निराश भइरहनु भएको पनि छ होला। उहाँहरूको लागि तपाईँ के भन्न चाहनुहुन्छ? एउटा ठुलो उदाहरण हुनुहुन्छ तपाईँ। त्यस्तो त खासै मलाई लाग्दैन है। अब प्रभुले चाहिँ धेरै नै मलाई सहायता गरिराख्नु भएको छ। म एक्लो विश्वासी भएर पनि मलाई त्यस्तो अहिलेको समयमा चाहिँ गाह्रो छैन। त्यो साथ चाहिँ मैले पाइरहेको छु श्रीमानबाट पनि। सबभन्दा पहिला त हाम्रो श्रीमानबाट नै हो नि है साथ पाउनु पर्ने, सपोर्ट परिवारबाट परिवार पनि सबभन्दा मेन मलाई त श्रीमानले चाहिँ एकदमै साथ दिइराख्नु भएको छ क्या। उहाँले चाहिँ त्यस्तो रोकावटहरू केही छैन त्यसको लागि। अब हजुरले जस्तो प्रार्थनामा
वचनमा आफूलाई कसरी चाहिँ अगाडि बढाइरहनु भएको छ होइन, उहाँहरूको लागि कसरी प्रार्थना गर्नुहुन्छ। जस्तो एकल विश्वासीहरूको लागि यो चुनौती हुन सक्छ होइन, परिवारमा विभिन्न किसिमको फङ्सनहरू हुन सक्छ, त्यो समयमा आफूलाई कसरी उहाँहरूसँग पनि राम्रो रिलेसन राख्ने र परमेश्वरसँग पनि कसरी राम्रो रिलेसन राख्ने भन्ने एउटा चुनौती त हुन्छ नि त। त्यसको लागि तपाईँको अभ्यास के हो? परिवारमा अब सबै अब आउनुहुन्छ है, सबै अब आमाजुहरू हुनुहुन्छ है, उहाँहरू पनि आउनुहुन्छ, राम्रै व्यवहार देखाउनुहुन्छ कि उहाँहरूले पनि। अनि ठिक छ तिमीले अब यस्तो गर्यो होइन, हामी पनि खुसी नै छौ, तिम्रो ठाउँमै गरिरहेछ, तिमीले राम्रो गरिरहेछ भनेर मलाई सपोर्ट चाहिँ गर्नुहुन्छ कि दिदीहरूले पनि। अनि छोरीले पनि सपोर्टै गर्नुहुन्छ। अनि मैले पनि भनिरहेको छु प्रार्थनामा पनि म उनीहरूको अगाडि पनि म छोरीलाई अनि आफ्नो श्रीमानलाई चाहिँ नजिकबाट पनि मैले प्रार्थना गरिरहेकै हुन्छु। मलाई यस्तो प्रार्थना त्यस्तो नगर्नु है भने त्यस्तो कुनै पनि त्यस्तो रोकावटहरू छैन। एकदम आशिषको कुरा हो होइन। कतिजना व्यक्तिहरूलाई चाहिँ अलिकति गाह्रो अवस्थाहरू पनि हुन सक्छ, तर तपाईँको केसमा अब अहिलेसम्म परिवारबाट एउटा साथ सपोर्ट प्रेम पाइरहनु भएको छ। यो साथ सपोर्ट सधैँ रहिरहोस् र हजुरको परिवारले पनि प्रभुलाई पाउन सक्नु भएको छ भन्ने हाम्रो पनि एकदमै प्रार्थना रहनेछ। सुनिरहनु भएको श्रोताले पनि पक्कै पनि दर्शकले पनि तपाईँको निम्ति प्रार्थना गरिदिनु हुनेछ। र नारी आवाजमा छौँ हामी। हजुर एउटा नारी, कसैको छोरी, कसैको श्रीमती, आमा होइन, अहिलेसम्म अब व्यवसायी, एउटा थुप्रै सम्बन्धमा आइसक्नु भएको छ। थुप्रै नारीहरू देख्नु भएको छ। नारीको भूमिका हाम्रो नेपाली समाजमा फरक प्रकारको पनि छ होइन। नारीले यो भूमिका निभाउनुपर्छ, त्यो भूमिका निभाउनुपर्छ भन्ने छ। र नारीलाई फरक प्रकारले बयान गरेको पनि सुनिन्छ, नारी यो हुन् त्यो हुन् भन्ने कुराहरू पनि छ। हजुरको विचारमा चाहिँ नारी को हुन् जस्तो लाग्छ? मैले लिनु पर्दाखेरि नारी एउटा सहन सक्ने त्यो हो नारी भनेको। म त्यो बुझ्छु नारीमा धेरै नै एउटा बलवान भन्ने कि शक्ति होइन नारीमा चाहिँ छ। नारीमा यति सहने शक्ति छ कि त्यो चाहिँ जे पनि गर्न सक्ने त्यस्तो क्षमता छ। त्यो क्षमता दिएर परमेश्वरले सृष्टि गर्नुभएको छ। जस्तो संसारले हेरेको जस्तो दृष्टिले, जस्तो परमेश्वरले पनि त्यस्तै दृष्टिले हेर्नुहुन्छ जस्तो लाग्छ, अथवा फरक छ? परमेश्वरको वचनमा चाहिँ सृष्टि फरक छ नारीको जस्तो लाग्छ, के लाग्छ हजुरलाई? जस्तो अब परमेश्वरले चाहिँ नारीलाई अब एउटा अद्भुत प्रकारले बनाउनु भएको छ, प्रेम गर्नु भएको छ, सबै जिम्मा पनि दिनुभएको छ, भेदभाव गर्नु भएको छैन। तर संसारले भेदभाव गरेको जस्तो लाग्छ हजुरलाई? नारी भएको कारणले गर्दाखेरि चाहिँ अलिकति पुरुषलाई भन्दा नारीलाई केही भिन्नता छ भनेको जस्तो लाग्छ कि होइन मलाई चाहिँ ठिकै लाग्छ भन्ने छ हजुरलाई? होइन, अब कुनै ठाउँमा त एउटा भिन्नता त छ नै छ। नारीमा एउटा भिन्नता छ, छोरा र छोरीमा फरक छ। त्यो चाहिँ अब कस्तो भन्दाखेरि नारीलाई अलि तुच्छ व्यवहारहरू है त्यस्तो गर्ने त्यस्तो समाजहरू पनि छ। अब नारी भनेर चाहिँ हामी कमजोर हुनु भएन, हामी अगाडि बढ्नु पर्यो, हामी यो गर्न सक्छु होइन, हामी जे पनि गर्न सक्छु। अब पहिला जस्तो होइन नि, अहिलेको जमानामा होइन नारीमा पनि एउटा शिक्षा होइन त्यस्तो अहिले बढ्दैछ। त्यही हो, नारीमा शक्ति छ। पक्कै पनि जस्तो हजुर चाहिँ अब काठमाडौँको ठाउँमा हुर्किनु भएको एउटा नेवारी समुदायमा होइन, कस्तो थियो हजुरको बाल्यकालमा? तपाईँको शिक्षा दीक्षाहरू, छोरालाई जस्तै सुविधाहरू हजुरहरूले पाउनु भयो कि भएन? कस्तो प्रकारको थियो त्यो समयमा? बाल्यकालको अब राम्रै छ, त्यस्तो खासै के भन्यो अब दुःख भन्ने त्यस्तो थाहै थिएन कि मलाई चाहिँ त्यस्तो लाग्छ है। आमाले पनि माया गर्नुहुन्छ, दिदीहरूले पनि माया गर्नुहुन्छ, अब कान्छी बहिनी है छोरी माया गर्नुहुन्छ। अनि पढाइ लेखाइमा पनि ठिकै छु है। अनि अब अलिकति अब यस्तो छ, अब परिवारमा छोरा एक्लो छ होइन, अब दिदी बहिनीहरू 5 जना छ। अलि आमा बुवालाई चाहिँ अलिकति फरकै हुन्छ जस्तो लाग्यो मलाई चाहिँ है। छोरा चाहिँ अलिकति माथि नै राख्ने त्यस्तो भेदभाव चाहिँ छ जस्तो लाग्यो कि मलाई चाहिँ। अब आमाको भूमिका पनि राम्रो छ, आमाले त्यस्तो कुनै हामीलाई त्यस्तो गालीहरू गर्ने होइन त्यस्तो
केही छैन कि आमा त राम्रै छ आमा बुवा दिदीहरू सबै राम्रै छ मेरो लागि चाहिँ म त बाल्यकालमा चाहिँ रमाइलो भएरै बित्यो चाहिँ राम्रो बालापन होइन एकदमै सबैको प्यारी एउटा सबै भनौँ न तपाईँलाई आवश्यक परेको शिक्षाहरू पाएर एउटा राम्रो वातावरणमा हुर्किनु भयो र त्यस पछाडिको अलिकति विवाह पछाडिको जीवनमा जाउन हामी होइन तपाईँ त्यस पछाडि अब अहिले व्यवसायी पनि हुनुहुन्छ विवाह सँगसँगै पहिल्यैदेखि व्यवसाय गर्ने तपाईँको रहर थियो अथवा यो व्यवसाय चाहिँ पछि गएर जोडिनु भएको के छ यो व्यवसायको सुरुवात कसरी भएको छ म बिहा भएर गएँ अनि व्यवसाय खासै त्यस्तो पहिलादेखि व्यवसाय चाहिँ हुनुहुन्न उहाँ चाहिँ श्रीमान चाहिँ काम गर्नुहुन्छ बाहिर त्यही आफ्नै ठाउँमा अनि उहाँ चाहिँ अब यो अर्काको ठाउँमा मात्रै काम गरेर पनि त भएन होइन त्यो सोच्नुहुन्थ्यो कि अनि ल अब हामी पनि एउटा यस्तो व्यवसाय गरौँ भन्यो उहाँले सल्लाह गर्नुभयो अनि मैले हुन्छ भने होइन त्यो बेला त हामीलाई त अब आर्थिक स्रोतहरू छैन नि कहाँबाट अब कसरी जुटाउने त्यो हुन्छ समस्या त छ अनि श्रीमानले चाहिँ अब म यस्तो अब बिजनेस गरौँ होइन सानो लगानीबाटै हामीले बिजनेस गऱ्यौँ अनि श्रीमानले चाहिँ अनि यस्तो राम्रै कुरा गर्नुभयो उहाँले पनि अब त्यस्तो खासै त्यस्तो थिएन कि होइन त्यो सम्पत्ति भनेर त्यस्तो थिएन जस्तो तपाईँहरूले एउटा आफ्नो मेहनतमा एकदमै भनौँ न सुरुवातीको समयमा जेरो लेभलबाट नै श्रीमान श्रीमती मिलेरै सुरुवात गर्नुभएको व्यवसाय कुन ठाउँमा के को व्यवसाय गर्दै हुनुहुन्छ हाम्रो दर्शक श्रोताहरूलाई भनिदिनुहोस् न श्रीमानको घर त न्यू रोडमा हो अहिले हाम्रो सानो एउटा पसल छ अब त्यो चप्पल पसल होलसेल पसल अनि त्यहीबाट हामी उहाँले अनि चाइना जानुभयो कि व्यवसायको लागि चाइनाबाट सामानहरू ल्याउँथ्यो अनि हामी त्यही सामानहरू पसलको लागि बेच्थ्यो बजारमा होइन सप्लाई पनि गर्छु अनि त्यसमा चाहिँ राम्रो भएर गयो कि अब यस्तो छ श्रीमान बिमारी भयो होइन बिमारी हुँदाखेरि चाहिँ उहाँले बिजनेस गर्नुहुन्न थियो अनि पछि उहाँले चाहिँ अनि चाइना जाने भनेर चाहिँ सबै मिलाउनु भयो कि उहाँ ठ्याक्कै त्यही टाइममा बिमारी हुनुभयो 64 सालमा है म त बिमारी भयो अनि मैले प्रभु पनि पाएँ होइन परमेश्वर पाएँ अब त्यस्तो बिमारी मान्छेले चाहिँ कसरी बिजनेस गर्ने कसरी काम गर्ने होइन गाह्रो हुन्छ म त यति मलाई त डर लाग्यो कि अनि ठ्याक्कै 64 सालमा उहाँ ऊ भयो 65 सालमा ठ्याक्कै वैशाखको महिनामा उहाँ चाइना जानुभयो कि यति शक्ति दिनुभयो कि प्रभुले त्यो शक्ति दिएको देख्दाखेरि त मलाई त यति अचम्म भयो कि अनि चाइना जानुभयो उहाँले अनि सामानहरू ल्याउँथ्यो बजारमा सप्लाईहरू त्यस्तो सबै गर्नुहुन्थ्यो त्यहीबाट हामी अनि माथि माथि जानु यो विवाह गरेको कति वर्ष पछाडिको कुरा हो तपाईँको श्रीमान बिरामी हुनुभयो त्यस पछाडि व्यवसाय सुरु गर्नु भएको चाहिँ बिहा गरेको हामीले 57 सालमा 57 सालमा बिहा भयो अनि छोरी चाहिँ 58 मा पाएँ चैत महिनामा पाएँ छोरी चाहिँ अनि ठ्याक्कै छोरी 5-6 वर्षपछि बिमारी भयो कि श्रीमान चाहिँ अनि बिमारी भएर पनि अनि अहिले चाहिँ राम्रै छ अहिले राम्रो व्यवसाय गर्नुहुन्छ राम्रै छ व्यवसायमा तपाईँ मात्र नभई हजुरको मैले साथ पनि दिएँ है श्रीमानलाई अनि त्यही साथसाथै उहाँले चाहिँ राम्रो काम गर्नुभएछ अहिले अहिले राम्रो भएछ तपाईँको व्यवसाय भएकै 22-23 वर्ष भयो सुरुवातीको समय र अहिलेको समयमा कस्तो अवस्थाहरू छ व्यवसायमा हुन त अब सुरुवात गर्दा कठिनाइ त थियो होला अहिलेसम्म आइपुग्दा फेरिको तपाईँको व्यवसायको होइन सफलतासम्म आइपुग्दाको त्यो बिचको कठिनाइहरू अथवा सुरुवातीको दिनहरू कसरी सम्झिन चाहनुहुन्छ सुरुवातीमा अब राम्रो छ र अहिलेसम्म पनि राम्रो छ तर म सबभन्दा पहिला त्यो राम्रो भएको कारण नै परमेश्वर म प्रभुलाई धेरै धन्यवाद दिन चाहन्छु है म धेरै प्रार्थना पनि गर्छु के यति प्रार्थना व्यवसायको लागि उहाँले ठिक ठ्याक्क कस्तो मिल्ने कि त्यो ठ्याक्कै उत्तर दिनुहुन्छ कि प्रभुले अनि श्रीमान पनि अचम्म हुनुहुन्छ कि आज यस्तो भयो है आज उस्तो भयो है भनेर उहाँले भन्नुहुन्छ कि अनि म चाहिँ अब प्रभुलाई धन्यवाद दिइरहेकै हुन्छु अनि अब राम्रै लाग्छ मलाई तपाईँको प्राय जसो समय चाहिँ पसलमै बित्छ
पसलमै हुन्छु म चाहिँ र त्यो पसलमा अब म्याक्सिमम समय पसलमै बित्ने भएको कारणले गर्दा अघि पनि भनिसक्नु भएको छ म व्यवसायको लागि धेरै प्रार्थना गर्छु भनेर। अब नारीहरू कमै व्यवसायमा लागेको देखिन्छ होइन। अब तपाईँ लामो समयदेखि व्यवसायमा हुनुहुन्छ, यो व्यवसायमा लाग्दाखेरिको भनौँ न एउटा अनुभव नारीहरूले पनि एउटा आर्थिक रूपमा बलियो हुनु पर्दो रहेछ भनेर चाहिँ कसरी भन्न चाहनुहुन्छ अरू नारीहरूलाई पनि? गर्न नसक्ने भन्ने कुनै कुराहरू छैन है, नारीहरूले पनि गर्न सक्छ, अहिले गरिरहेको पनि छ है। महिलाहरूले पनि धेरै ठुल्ठुलो कामहरू गरेर बिजनेसहरू गरिराख्नु भएको छ। अनि अब म पनि गरौँ, मलाई पनि इच्छा छ है, अझ गरिरहेकै छु, अझै गर्ने अझै मलाई त झन्नै सिक्न मन लाग्ने के। अब छोरीलाई पनि मैले सिकाउँदैछु है, छोरीलाई पनि गर, अब आफ्नो ड्याडीसँग सिक भनेर छोरीलाई पनि मैले हौसला दिइरहेकै छु। अब सबै हामी नारीहरूले पनि गर्न सक्ने त्यो शक्ति चाहिँ छ है, नारीमा चाहिँ छैन भन्नु मिल्दैन, छन त गरिरहेको पनि छ। अहिले हाम्रै अब यो होलसेल मार्केटहरूमा महिलाहरू यति अगाडि बढिरहेछ कि म त अचम्म नारीहरू देखिरहनु भएको छ। अहिले त सबै बिजनेस सबै नारीहरूले पनि गरिरहेको छ। हजुरले सुरुवातमा गर्दाखेरि पनि त्यस्तै नारीहरू देख्नुहुन्थ्यो कि पछिल्लो समय चाहिँ देख्नु भएको छ? सुरुमा मैले त्यस्तो खासै देखेन, तर अहिलेको यो समयमा चाहिँ नारीहरूले चाहिँ धेरै नै यो बजारमा धेरै नै आफै गएर पनि त्यो सामानहरू सप्लाई गरेको मैले देखिरहेको छु अहिले पछिल्लो समयमा। के लाग्छ हजुरलाई, नारी आर्थिक रूपमा सबल हुनुपर्छ जस्तो लाग्छ कि होइन ठिकै छ भन्ने लाग्छ? होइन, नारीहरू अगाडि बढ्नै पर्छ, अगाडि बढ्नुपर्छ होइन। आफूले गर्न सक्ने त्यो कामलाई चाहिँ देखाउनै पर्छ, त्यो लाग्छ मलाई। आफै सक्षम हुँदाका फाइदाहरू के रहेछन् नारीलाई होइन? जस्तो व्यवसाय होस्, जुनसुकै क्षेत्रमा पनि नारी अगाडि बढ्दा, अब हजुर आफै व्यवसाय 22-23 वर्षदेखि श्रीमानसँग मिलेर गरिरहनु भएको छ, यसले चाहिँ मलाई चाहिँ एकदमै राम्रो बनाइरहेको छ भन्ने लागिरहेको छ कि होइन मैले व्यवसाय गरेर म यस्तो एकदम व्यस्त भएँ भन्ने के छ? नारीले चाहिँ अब सबल हुनुपर्ने रहेछ, सबल हुँदाका फाइदाहरू यो रहेछन् भनेर के भन्न चाहनुहुन्छ हजुर? नारीहरू चाहिँ अब अगाडि बढ्नै पर्छ। अनि श्रीमानबाट पनि मैले धेरै सिक्न पाइरहेको छु कि उहाँले पनि सिकाउनुहुन्छ कि मलाई यस्तो गर्ने उस्तो गर्ने होइन। अनि त्यस्तो गर्न नसक्ने भन्ने त्यस्तो छैन, तिमीले पनि गर्न सक्छ है भनेर मलाई उहाँले कुराहरू सिकाउनै हुन्छ कि। अनि म पनि एकदम अगाडि बढ्छु, तर गर्नै पर्छ कि त्यो चाहिँ गर्नै पर्छ नारीहरूले पनि। आर्थिक रूपमा भर नपर्नु र पर्नुमा त धेरै फरक छ होइन? धेरै फरक छ त्यो चाहिँ। अहिले आफूले पनि अहिले गरिरहेको छु, अनि त्यस्तो मागिराख्नु पर्ने त्यस्तो अवस्था छैन कि त्यस्तो चाहिँ। थुप्रो आमा दिदी बहिनीहरू हजुरले भेट्नु पनि भएको छ होला नि त होइन? श्रीमानले अथवा परिवारले मलाई आर्थिक सहायता गर्दैन भने अब आफ्नो पकेट खर्च गर्न गाह्रो छ होइन? अब काहीँ कतै जाम भन्यो भने पनि अब त्यो आर्थिक रूपमा जोह गर्नुपर्ने, कसैलाई हार गुहार गर्नुपर्ने त्यस्तो आमा दिदी बहिनीहरू पनि त हजुरले देखिरहनु भएको छ नि त होइन? त्यो हिसाबले चाहिँ आफूलाई कस्तो लाग्छ? गर्व लाग्छ अथवा होइन? जे होस्, अब अरूलाई त अरूले कमाएर दिनु हुँदो रहेछ, म त आफै दुःख गरिरहेको छु भन्ने के लाग्छ हजुरलाई? मलाई त्यस्तो लाग्छ। हजुर, अब भन्नु पर्यो भने मैले अहिलेसम्म चाहिँ कसैसँग पनि त्यसरी मागेर होइन त्यसरी गरिराख्नु पर्ने त्यस्तो अवस्था छैन कि अहिले चाहिँ छैन। मलाई त्यो खुसी लाग्छ है। अनि अब कसैको हुन्छ नि है, कस्तो परिस्थिति कस्तो अवस्थामा हुन्छ, उनीहरू मागीहरू त्यस्तो गरिरहेको पनि हुन्छ। अहिलेसम्म चाहिँ मलाई त्यस्तो छैन, मलाई धेरै खुसी छु। अहिले चाहिँ श्रीमानबाट पनि मैले अहिले मागिराख्नु पर्ने त्यस्तो अवस्था छैन कि। तपाईँ आफै काम गर्नुहुन्छ भनेपछि तपाईँको पनि त्यत्तिकै राइट छ कि त्यहाँनिर मैले पनि त दुःख गरेको छु, मैले पनि त काम गरेको छु, म पनि यसको हकदार छु भन्ने एउटा आत्मविश्वास हजुरमा छ होइन? र अर्को एउटा कुरा चाहिँ जस्तो अब यो व्यवसाय गर्ने क्रममा होइन थुप्रै आमा दिदी बहिनीहरूले गरिरहनु भएको छ भन्ने हजुरले भन्नुभयो, तर अब हजुर चाहिँ व्यवसायमा मात्रै नभइकन एउटा परिवार पनि सम्हाल्नु पर्ने, आफ्नो आफन्तहरू, माइती भयो, घर भयो, व्यवसाय भयो, यो त एउटा नारी को लागि त मिलाउनु पर्ने कुरा आउँछ नि त होइन? कसरी चाहिँ यसलाई ब्यालेन्स मिलाइरहनु भएको छ र कसरी एउटा नारीले चाहिँ आफ्नो कामलाई परिवारलाई ब्यालेन्स मिलाउनु पर्छ भन्ने लाग्छ हजुरलाई? सबभन्दा पहिला हाम्रो जिम्मेवारी भनेको आफ्नो घरको हो। अनि घरमा हामीले के गर्नुपर्छ? अब आफ्नो एउटा हामी बिहा गरेर गइसकेपछि श्रीमानको घर त हामीले सम्हाल्नै पर्छ।
अब त्यसलाई पनि हामीले लापरवाही गरेर त्यसरी चल्यो भने त त्यो परिवार त खतमै हुन्छ होइन, नराम्रो भएर जान्छ। मेरो एउटा परिवार छ भनेर त्यो आफूले मनमा राख्नु पर्यो। अब श्रीमानको पनि हामीले आदर गर्नु पर्यो, श्रीमानको कुराहरू मान्नु पर्यो। अब छोराछोरीहरू हुन्छ होइन, त्यसमा पनि हामीले जिम्मेवारीका साथ हामीले अगाडि बढ्नु पर्यो। अब छोरीलाई पनि हामीले कुन उसमा राख्नु पर्यो, त्यो उसलाई सम्झाउनु पर्यो। सबै आमाहरूको त धेरै भूमिका हुन्छ। आमाले एउटा मात्र होइन, धेरै नै त्यो परिवारमा यति भूमिका हुन्छ कि परिवारमा त्यो त बयान गरेर म त भन्नै सक्दिनँ साँच्चै ज्ञानुजी है। श्रीमानले पनि यति माया गर्नुभएको छ है, अनि मैले पनि त्यो माया चाहिँ श्रीमानलाई दिइरहेकै छु कि उहाँको कुनै पनि नराम्रो कुराहरू राम्रो कुराहरूलाई मैले एकदम मनमै राखेको छु कि उहाँले नराम्रो बोले पनि मैले कहिले पनि उहाँलाई नराम्रो त्यस्तो तरिकाले बोलेको छैन कि, मिजाजले नै होइन उहाँको माया जित्नलाई खोज्छु कि त्यो खोज्छु। एउटा नारीले आफ्नो भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण तरिकाले निभाउनु पर्छ, अनि मात्रै हामी चाहिँ एउटा सम्मानित नारी अनि एउटा सफल नारी बन्न सक्छौँ। यो चाहिँ हजुरको जीवनबाट हजुरले कुराकानी गर्दै गर्दा पनि हामीले अनुभव गरेका छौँ होइन। जस्तो एउटा पुरुषले चाहिँ यति धेरै भूमिका निभाउन सक्दैन भने चाहिँ यसको मतलब चाहिँ पुरुषहरूले भूमिका निभाउन सक्नुहुन्न भन्न खोजेको होइन, तर परमेश्वरले बनाउँदै नै नारीलाई त्यसरी नै बनाउनु भएको छ जस्तो लाग्दैन समिताजी? जस्तो एउटा आमा बन्नु, एउटा बुहारी बन्नु, श्रीमती बन्नु, फेरि श्रीमानको काममा सहयोगी बन्नु होइन। हजुरलाई कस्तो लाग्छ परमेश्वरले नै नारीलाई यति धेरै क्षमता दिनु भएको छ जस्तो लाग्छ? के लाग्छ मलाई त परमेश्वरले चाहिँ हामी नारीहरूलाई यति शक्ति दिनुभएको छ है, त्यो त बयान गर्ने र साध्य नै छैन। प्रभुलाई धन्यवाद होस्। अनि एउटा नारीलाई अब बाइबलमा पनि हेरौँ न होइन, हामीले मरियमलाई हेर्न सक्छौँ, एस्टरलाई, रुथलाई, सारालाई है। म त यति प्रभावित छु कि त्यो नारीबाट यति सहन सक्ने होइन। अनि साँच्चै नारी त एउटा यस्तो शक्तिशाली जस्तो मलाई लाग्छ कि बाइबलबाट धेरै पाठ मैले सिकेको छु होइन। अनि अध्ययन पनि गर्छु म बाइबलको है, मलाई एकदमै मनपर्छ कि। हजुरलाई एकदमै धेरै अब हुन्छ नि कहिलेकाहीँ निराश हुँदा, कहिलेकाहीँ एक्लो हुँदा अथवा केही कुराको आवश्यकता पर्दा चाहिँ एकदमै धेरै याद हुने पद अथवा बाइबलको कुनै त्यस्तो पात्र कोही हुनुहुन्छ, कोही त्यस्तो भर्सहरू बाइबलको पदहरू कुनै छ? मलाई त मलाई सबभन्दा त्यो बाइबलको त्यो भजन सङ्ग्रह 91 छ नि, विश्वासीको सुरक्षा है, त्यो पद एकदमै मन लाग्छ क्या मलाई चाहिँ। त्यो पद पढ्यो भने चाहिँ साँच्चै हामीलाई केही हुँदैन, हाम्रो साथमा त हाम्रो परमेश्वर हुनुहुन्छ होइन। हामीलाई हरेक परिस्थितिमा हरेक अवस्थामा हामीलाई होइन परमेश्वरले चाहिँ बलियो पार्नुहुन्छ र हामीलाई कुनै पनि त्यो दुष्टबाट आउने त्यस्तो रोकावटहरू सबै प्रभुले नै हामीलाई होइन हेर्नुहुन्छ। त्यो भजन सङ्ग्रहबाट म यति प्रभावित छु कि त्यो लाग्छ। हजुर, र अर्को कुरा चाहिँ अब हामी संसारमा देख्छौँ नि नारीको थुप्रो भूमिका, अनि कहिलेकाहीँ अब नारीले पाएको कतिवटा दुःखहरू, कतिवटा सङ्घर्षहरू गर्दै गर्दाखेरि चाहिँ कतिजनाले चाहिँ म चाहिँ बरु बन्न पाएको भए पुरुष बन्थेँ अथवा मलाई चाहिँ पुरुष भएको भए, छोरा भएको भए भनेर कतिजना नारीहरूले त्यो आफ्नो भोगाइबाट व्यक्त गर्नुहुन्छ कि। हजुरलाई कहिले लागेको छ म पनि पुरुष भएर जन्मिनु पाएको भए म अझै बढी गर्थेँ, अथवा पुरुषलाई सजिलो छ नारीलाई गाह्रो छ भन्ने कुनै त्यस्तो प्रश्न कहिले आएको छ? त्यस्तो लाग्दैन है मलाई त। म त नारी भएर जन्मेकैमा म गौरव गर्छु कि, मलाई त खुसी लाग्छ। एउटा महिला भएर होइन, एउटा छोरी भएर जन्मेकै मलाई खुसी लाग्छ। त्यो खुसी किन भन्दाखेरि चाहिँ परिवारमा होइन मैले यति माया गरेर राख्न सकेको त्यही खुसी लाग्छ कि महिला यति धेरै भूमिका निभाउन पाएको छु होइन। श्रीमतीको भूमिका, छोरीको भूमिका, मम्मीको भूमिका है, अब कसैको अब कसैको माइजूको भूमिका है, कसैको छ नि अब विभिन्न एउटा सम्बन्धहरू है। एकदमै मलाई त खुसी लाग्छ, नारी भएकोमा म त गौरव गर्छु है, त्यो लाग्छ मलाई। हजुर, एकदमै आश्चर्यमय कुरा। र अर्को कुरा चाहिँ जस्तो अब एउटा परिवार सफल हुनुमा चाहिँ एउटा नारीको हात छ, एउटा परिवार असफल हुनुमा चाहिँ फेरि नारीकै हात छ भनिन्छ। एउटा परिवार सफल हुनुमा चाहिँ के साँच्चीकै नारीको मात्रै हात छ जस्तो लाग्छ हजुरलाई? सबभन्दा पहिला त नारीकै जस्तो लाग्छ है, त्यो बिगार्ने सपार्ने नारीकै हुन्छ हातमा चाहिँ, त्यो लाग्छ मलाई। अब
कुनै कुरामा हामी नारीहरूमा नै कति विरोधीहरू हुन्छ कि नारीले नारीलाई नै विरोध गरिरहेको हुन्छ यस्तो उस्तो होइन नारीले नारीको विरोध गर्ने नराम्रो पनि हो तर राम्रै छ हामी अब नारी भएर अगाडि बढ्नै पर्छ है त्यो जस्तो लाग्छ र अर्को कुरा चाहिँ अब सुन्दरताको कुरा होइन अब बाइबलमा नारीको सुन्दरताको विषयमा थुप्रै ठाउँमा लेखिएको छ हजुरलाई के लाग्छ नारीको सुन्दरता बाहिरी सुन्दरता हो अथवा नारीको सुन्दरता भित्री सुन्दरता हो जस्तो अब नारीको श्रृङ्गार चाहिँ के हो जस्तो लाग्छ एउटा नारी सुन्दर छिन् भन्नको लागि चाहिँ के कुराले मापन गर्छ जस्तो लाग्छ हजुरलाई सुन्दरता भनेको तपाईको हेर्दाखेरि मात्र सुन्दरता भएर भएन उसको व्यवहारहरू कस्तो छ होइन उसको मनहरू कस्तो छ त्यो राम्रो हुनु पर्यो मान्छे बाहिरबाट राम्रो भएर मात्र त्यो हुँदैन भित्र मनदेखि उसको व्यवहारहरू उसको चालचलनहरू होइन सबै राम्रो हुनु पर्छ उसको भित्री सुन्दरता त्यो हुनु पर्यो महत्त्वपूर्ण कुरा त्यो हुनु पर्यो एकदमै असल कुरा होइन जस्तो थुप्रो नारीहरूको बीचमा तपाईँ अब व्यवसाय गर्दै गर्दा पनि कतिजना नारीहरूसँग भेटघाट हुन्छ होला होइन मण्डलीमै पनि परिवारमै पनि तपाईँको दिदीबहिनीहरू थुप्रै हुनुहुन्छ आमा हुनुहुन्छ थुप्रै नारीहरूको बीचमा जाँदै गर्दाखेरि चाहिँ होइन उहाँहरूसँग भेटघाट गर्दै गर्दाखेरि चाहिँ अब यो नारीहरूको भूमिका वास्तविक चाहिँ यस्तो भइदियो भने चाहिँ नारी असल हुन्छन् भन्ने के लाग्छ हजुरलाई चाहिँ उहाँहरूलाई भेट्दै गर्दाखेरि यो नारीमा अथवा नारीहरूमा हुनुपर्ने गुण चाहिँ यो हो है भन्ने चाहिँ के लाग्छ हजुरलाई नारीहरूमा हुनुपर्ने गुण भनेको तपाईँको उसले राम्रोसँग बोल्नु पर्यो पहिला सुरुमा होइन उसको व्यवहारहरू कस्तो छ उसले बोल्ने तरिकाहरू उसको कामहरू होइन हामीले हेर्न पर्यो नारी मात्र भनेर पनि हुँदैन कि नारीमा पनि नराम्रो बानीहरू छ अनि व्यवहारमा चाहिँ अर्को देखाउने काम चाहिँ अर्को देखाउने त्यस्तो टाइपको नारी भएर पनि के गर्ने होइन उसको व्यवहारै त्यस्तै छ व्यवहारमा चाहिँ राम्रो देखाउनुपर्छ त्यो लाग्छ हजुर जस्तो हजुरले अब आजभन्दा 18 वर्ष अगाडि विश्वास गर्दाखेरि पाउनु भएको आमा दिदी बहिनीहरूको त्यो समयको विश्वास र अहिलेको आमा दिदी बहिनीहरू जो हुनुहुन्छ अहिलेको जेनेरेसनमा मण्डलीहरूमा तपाईँको वरिपरि हुनुभएको नारीहरूमा के परिवर्तन पाउनुहुन्छ अब अहिले त धेरै सुविधाहरू छ पहिला 18 वर्ष अगाडि त त्यस्तो सुविधा खासै थिएन होला के पाउनुहुन्छ भिन्नता हजुरले नारीहरूमा पहिलाको नारीमा र अहिलेको नारीमा भनेको तपाईँको पहिलाको नारीमा चाहिँ एकदमै त्यो मैले नजिकबाट चिनेको चाहिँ मलाई एकदमै राम्रो लाग्ने दिदी हुनुहुन्छ कि एकजना रामदेवी दिदी के उहाँ मेरो आमा जस्तै हुनुहुन्छ कि उहाँ चाहिँ यति माया गर्नुहुन्थ्यो यति नजिकबाट मलाई यति कुराहरू सिकाउनुहुन्छ कि एकदमै कि अहिले पनि म त्यो दिदीलाई धन्यवाद दिन चाहन्छु है यही गुड न्युज एफएम मार्फतबाट धेरै नै उहाँले एकदम राम्रो सल्लाह दिनुहुन्छ कि तर अहिलेको चाहिँ कस्तो भने अहिलेको जेनेरेसनमा चाहिँ कस्तो अब विभिन्न होइन अब माध्यमहरू छ त्यस्तो खासै छैन कि छैन जस्तो लाग्छ कि अहिले हामी मण्डलीमा पनि अब त्यस्तो बच्चाहरूलाई बोल्दाखेरि चाहिँ अलिक कस्तो अलिक अर्कै टाइपको व्यवहारहरू देखाएको जस्तो लाग्छ कि आफ्नो मनमा तर उनीहरूले देखाएको हो कि भनेर त्यो थाहा छैन है त्यो भिन्नता चाहिँ म देख्छु कि अहिले पनि त्यो आमालाई त्यो दिदीलाई म आमा नै भन्छु है आमालाई देख्दाखेरि चाहिँ मलाई यति माया लाग्छ कि अहिले 70 इयर्स त्यस्तो हुनुभयो है मलाई त यति माया गर्नुहुन्छ कि यति माया कि म त हजुरलाई लाग्छ त्यो हेर्दै गर्दाखेरि पहिलाको भन्दा अहिले प्रेम सेलाएको हो भन्ने त्यो चाहिँ लाग्छ मलाई त्यो चाहिँ लाग्छ कि हजुर यो के कारणले भयो होला जस्तो लाग्छ समिताजी जस्तो पहिलाको समयमा आमा दिदी बहिनीहरूले गर्ने माया हाम्रै आमाहरूले गर्ने माया होइन अहिलेको आमा दिदी बहिनीहरूले त्यो माया गर्न नसक्नुको कारण के हो जस्तो लाग्छ अहिले धेरै हाम्रो मोबाइलै भनौँ न है अहिले सामाजिक सञ्जाल खासै मान्छे व्यस्त भयो जस्तो लाग्छ कि अहिलेको टिनेजरहरू पनि है त्यो जस्तो लाग्छ अहिले हामीले यो कुराकानी गर्दै गर्दाखेरि आत्मिकी भिन्नता कतिको पाउनुहुन्छ पहिलाको आमा दिदी बहिनीहरूको आत्मिकी वृद्धि अथवा आत्मिकी लेभल राम्रो थियो कि अहिलेको समयमा आउँदाखेरि अहिलेको आमा दिदी बहिनीहरूको आत्मिकी लेभल अलि बढी छ के लाग्छ हजुरलाई तर अहिलेको आमाहरूको त्यस्तो पहिलाको जस्तो
अहिले पनि त्यस्तै जस्तो लाग्छ आमाहरूको चाहिँ। आमाहरू त उहाँहरू नै हुनुभयो, उहाँहरूको त्यस्तै नै छ। त्यस्तै नै छ। तर अहिलेको समयको पछिल्लो समयको व्यक्तिहरूमा चाहिँ नयाँहरूको पनि अहिले ठिकै छ, म त्यस्तो नराम्रो भन्न म सक्दिनँ है। राम्रै छ उनीहरूको पनि, व्यवहारहरू राम्रै छ। हजुर, जो विश्वासमा त्यस्तो धेरै भिन्नता पाउनुहुन्न। विश्वासमा चाहिँ राम्रै छ भन्नु पर्यो। हजुर हजुर, जस्तो हजुर एउटा सफल व्यवसायी भन्नुपर्छ, 22-23 वर्षको यो दौरान भनेको एउटै व्यवसायमा टिकिराख्नको लागि होइन, यो सङ्घर्षको कुरा अथवा भनौँ एउटा विश्वासको कुरा पनि हो नि त होइन। एउटै व्यवसायमा टिकिरहनको लागि अथवा एउटै कामलाई निरन्तरता दिनको लागि चाहिँ के गर्नु पर्दो रहेछ? एउटा विश्वासै भनौँ है। पहिला हामी अब व्यापारमा विश्वास पनि हुनुपर्छ है। विश्वासै छैन भने त्यो हामी त्यो काम गरेको त कुनै महत्त्व नै हुँदैन कि। मेन हामीले विश्वास गर्नु पर्यो। विश्वास गर्दै गयो भने चाहिँ काम चाहिँ हामीले सफलता चाहिँ पाउन सक्छ। अनि अब व्यवसायमा कसैसँग हामी अब कुराहरू गर्नुपर्ने हुन्छ होइन, त्यो विश्वास भएन भने हामीलाई काम गर्नलाई पनि धेरै गाह्रो छ। म चाहिँ कस्तो भन्दाखेरि विश्वास धेरै गर्छु क्या। विश्वासमै हो हामी अगाडि बढ्ने। त्यो परमेश्वरको वचनमा पनि काम सँगसँगै विश्वास लिएर जानुपर्छ र काम बिनाको विश्वास पनि मरेतुल्य छ भनिन्छ। यो एकदमै असल कुरा हो। थुप्रो आमा दिदी बहिनीहरू हुनुहुन्छ जसलाई व्यवसाय गर्न मन छ होइन, त्यो व्यवसाय गर्नको लागि चाहिँ अब के सल्लाह दिन चाहनुहुन्छ? हजुर त लामो समयदेखि व्यवसायी हुनुहुन्छ होइन, कसैलाई अब म व्यवसाय गरेर अगाडि बढ्छु नि त, आय आर्जन गर्छु, परिवार हेर्छु, अथवा म पनि सबल बन्न चाहन्छु, म नि एउटा सक्षम नारी बन्न चाहन्छु, म आफ्नै खुट्टामा आफै उभिन्छु भन्ने नारीहरूलाई के भन्न चाहनुहुन्छ? म चाहिँ के सन्देश दिन चाहन्छु भने नारीहरूले पनि गर्न सक्छ है, गर्न नसक्ने कुराहरू केही छैन। विश्वास हुनु पर्यो मेन है। हामी अब अन्धविश्वासी र विश्वासीमा विश्वास धेरै हुनु पर्यो है। अन्धविश्वासीको कुरै छोडौँ होइन, विश्वासका साथ अगाडि बढ्यो भने जे कुरा पनि सफलता हामीले पाउँछ नै र गर्न सक्नुहुन्छ। म त्यो सल्लाह दिन चाहन्छु। र जस्तो तपाईँ पक्कै पनि व्यस्त हुनुहुन्छ एकदमै, परिवार अनि अघि हामीले अफेयरमा कुराकानी गर्दै थियौँ, हजुरको आमा पनि अहिले बिरामी नै हुनुहुन्छ होइन। एउटा छोरीको भूमिका आमा बुवा प्रति पनि हुन्छ, आफ्नो घरपट्टि पनि हुन्छ होइन। त्यो हिसाबले र व्यवसायलाई पनि सँगै लिएर जाँदाखेरि चाहिँ एउटा इसाई नारीले आफ्नो विश्वासलाई होइन एउटा भनौँ न बलियो बनाउनको लागि व्यस्ततामा पनि कसरी परमेश्वरसँग चाहिँ त्यो सम्बन्ध राखिरहनुको लागि के गर्नुपर्छ जस्तो लाग्छ व्यस्ततामा पनि? प्रभुलाई चाहिँ सर्वप्रथम प्रभुलाई म अगाडि नै राख्छु। प्रार्थनाबाट नै म अगाडि बढ्छु। प्रार्थना बिना त म अगाडि बढ्न सक्दिनँ है। प्रार्थना नै हो मेरो सबभन्दा। प्रभुलाई अगाडि राख्छु, प्रार्थना गर्छु अनि सबै काम प्रभुकै हातमा समर्पण गर्छु। अनि मात्रै काममा म सफल हुन्छु जस्तो मलाई लाग्छ। जस्तो व्यस्ततामा पनि परमेश्वरको महिमा गर्न सकिन्छ होइन समिताजी? सकिन्छ, किनभने हाम्रो मनमा राख्ने हो प्रभुलाई होइन। मनबाट नै हामीले घण्टौं घण्टा छुट्याएर बाहिरै निस्केर जानुपर्छ त्यस्तो पनि छैन। हामीले अब हामी काममा हुँदाखेरि पनि प्रभुलाई हामीले नजिकबाट राखेर हामीले काम गर्न सक्छ। गर्न नसक्ने भने केही छैन। म प्रभुलाई नै सर्वप्रथम नजिक राख्छु कि अनि मात्र अगाडि बढ्छु। हजुर, एकदम आशिषमय कुरा होइन। जस्तो व्यस्ततामा पनि परमेश्वरको महिमा गर्न सकिन्छ र थुप्रै आमा दिदी बहिनीहरू हुनुहुन्छ होइन। जस्तो एउटा अघि पनि हामीले कुराकानी गरिसकेका छौँ, एउटा असल नारी बन्नको लागि चाहिँ एउटा नारीले होइन जस्तो एउटा विचार पुर्याउनु पर्ने कुरा के हो जस्तो लाग्छ हजुरलाई? सबभन्दा नारीले आफ्नो परिवारलाई नै पहिलो स्थान दिनुपर्छ होइन। अनि मात्र हामीले काम गर्न सक्छौँ अनि जेमा पनि हामी अगाडि बढ्न सक्छौँ त्यो जस्तो। अब जस्तो व्यस्ततामा हुनुहुन्छ तपाईँ होइन, हजुरले चाहिँ अब नारी भएर थुप्रो भूमिका निभाइरहनु भएको छ। यो समयमा परमेश्वरको लागि भनेर चाहिँ होइन कसरी तपाईँले समय छुट्याएर अरूलाई सुसमाचार सुनाउने अथवा कसरी परमेश्वरको राज्यको लागि काम गरिरहनु भएको छ? अहिले म गर्दैछु प्रभुको लागि है। अनि घरमा पनि मेरो परिवारहरू हुनुहुन्छ, उहाँहरूलाई पनि म भन्छु है, सुसमाचारहरू सुनाउँछु। अनि अब हिजो मात्रै एउटा भान्जी उसलाई पनि मैले सुनाएँ, उसलाई चर्चमा लगेँ अनि उसलाई चाहिँ कस्तो अचम्म लाग्यो कि उसलाई चाहिँ यस्तो हो परमेश्वर होइन। सुसमाचार सुनाउँछु म, प्रभुले यति काम गर्नुहुन्छ, हाम्रो अब सबभन्दा हामीलाई माया धेरै गर्ने परमेश्वर हुनुहुन्छ भनेर उसलाई भान्जीलाई चाहिँ सुनाउन पाएँ, धेरै खुसी लाग्यो कि मलाई। तर जान्छु म
दिदीहरूले पनि बोलाउनुहुन्छ, गइरहेको चाहिँ हुन्छु। सेवा सङ्गतिमा पनि समय मिलेसम्म तपाईँले समय दिनुहुन्छ। हजुर, र आफ्नो परिवारमा जसले प्रभुको विषयमा सुन्नु भएको छैन उहाँहरूलाई पनि हामीले त्यहीँबाट पनि एउटा सुसमाचार सुनाउन सक्छौँ। तपाईँ त अब व्यवसायमा हुनुहुन्छ, व्यवसायबाट पनि सुसमाचार सुनाइरहनु भएको छ होला। यो व्यवसाय गर्दै गर्दा एउटा नारी भएको कारणले गर्दा, एउटा इसाई भएको कारणले गर्दा कहिलेकाहीँ त्यस्तो कठिनाइहरूलाई पनि सामना गर्नु भएको छ? छ न त, त्यस्तो कठिनाइहरू पनि आउँछ है। अब कुनै हामीले पसलमा पनि कस्तो आफूले नसोचेको त्यस्तो होइन त्यस्तो घटनाहरू हुन्छ कि, अनि मलाई चाहिँ कस्तो लाग्छ भने किन यस्तो भएको होइन, अनि के भएर यस्तो भएको कि जस्तो आफूलाई त्यो मनमा लाग्छ। त्यो समयमा तपाईँ के गर्नुहुन्छ? म त प्रभुलाई नै धन्यवाद दिन्छु कि अब हामी विश्वासी भएर है, म त सबभन्दा पहिला प्रभुलाई धन्यवाद दिँदछु कि अब कुनै काम बिग्रियो भने पनि म प्रभुलाई नै धन्यवाद दिँदछु होइन। प्रभुले नै सबै सम्हाल्नुहुन्छ, सम्हाली पनि रहनु भएको छ। र अन्तमा फर्किएर हेर्दा समिताजीलाई कस्तो लाग्छ यो आफ्नो विश्वासी जीवन प्रभुलाई पाइसके पछाडि अनि यहाँसम्मको सङ्घर्ष पछाडिको सफलता फर्किएर हेर्दा चाहिँ आफ्नो जीवन कस्तो लाग्छ? मलाई त फर्केर हेर्दाखेरि चाहिँ एकदमै खुसीको समय छ होइन। प्रभुले धेरै साथ दिइराख्नु भएको छ। त्यो साथसाथै मलाई त एकदम खुसी नै छु। म प्रभुलाई ग्रहण गर्नु चाहिँ मैले असल निर्णय लिएँ, त्यो चाहिँ हो सही कुरा हो है। मैले प्रभुलाई पाएँ अनि त्यसमा नै म गौरव छु अहिले। हजुर, गौरव गरिरहेको छु। हजुर, कस्तो आनन्दको कुरा। एकदम धेरै कुराकानी गर्ने मन थियो तर समयको एउटा परिधि छ, त्यो परिधि सकिन सकेको छ। समिताजी हजुरलाई एकदमै हृदयबाट फेरि पनि धन्यवाद दिन चाहन्छु। हजुरको व्यवसाय अनि हजुरको परिवारमा हजुरको यो आत्मिक जीवन, शारीरिक जीवन अनि पारिवारिक जीवन सबैमा चाहिँ परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको होस्। र आगामी समयमा समय मिलेछ भने हामी पक्कै पनि तपाईँसँग कुराकानी गर्दै जानेछौँ। जस्तै रेडियोलाई एकदम धेरै माया गर्नुभएको छ, विगत लामो समयदेखि सहायता पुर्याइरहनु भएको छ। यो सहायताको लागि पनि हामी गुड न्युज एफएम परिवार तपाईँप्रति एकदमै आभारी छौँ, एकदमै धन्यवादी छौँ। र हामी अपेक्षा गर्छौँ आगामी समयहरूमा पनि यस्तै साथ सहयोग प्रार्थना तपाईँबाट। एकदमै धेरै धन्यवाद हजुरलाई। हजुर, धन्यवाद गुड न्युज एफएम परिवारलाई। यहाँसम्म आएर यसरी बोल्न पाएँ, धेरै खुसी छु। ज्ञानुजीलाई पनि धन्यवाद। हजुर, धेरै धन्यवाद दिन चाहन्छौँ आदरणीय समिता तन्डुकारज्यूलाई। मलाई आशा छ तपाईँहरू एकदमै आशिषमय हुनुभएको छ, किन भन्दाखेरि चाहिँ आज निकै नै आशिषमय कुराकानी हामीले गरेका छौँ र आगामी समयमा पनि समय मिलेको खण्डमा उहाँसँग हामी कुराकानी गर्ने नै छौँ। आशा छ तपाईँहरूलाई पनि एउटा आशा मिलेको छ र आत्मिकी जीवनमा चाहिँ अगाडि बढ्नको लागि। र परमेश्वरले सबैजनालाई एकदमै धेरै आशिष दिनुभएको होस्। हाम्रो समिताजीलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् भन्ने एकदमै प्रार्थनासहित धन्यवाद दिन चाहन्छु। व्यस्तताको बावजुद पनि हामीसँग आएर यति असल कुराहरू गरिदिनु भएको छ। आगामी समयहरूमा पनि तपाईँहरूसँग यसरी नै कुराकानी गर्ने बाचा गर्न चाहन्छु र प्राविधिक मित्रलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र सुनेर हेरेर साथ दिनुहुने श्रोता र दर्शक मित्रलाई पनि एकदमै धेरै धन्यवाद दिँदै आजको यस कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार। तपाईँको समय आशिषमय रहोस्।